ब्लेसिङ एभ्रिवान। फेरि पनि म हजुरहरूको सामु परमेश्वरको शक्तिशाली वचनलाई लिएर तपाईँहरूको बिचमा आइसकेको छु। आशा गर्छु तपाईँहरूले यस वचनलाई सुन्दै गर्दाखेरि या मैले भनिरहेको कुराहरू तपाईँहरूले सुन्दै गर्दाखेरि तपाईँ आशिषित बन्नुहुनेछ। हाम्रो बिचमा धेरै प्रकारका कुराहरू सुन्नमा आउँछ। हामी के कुराहरू सुन्छौँ, कहिले न्युज सुन्छौँ, कहिले गीतहरू सुन्छौँ, कहिले या कोही व्यक्तिले हामीले के कुरा सुनाउँछ। सबै कुराहरू चाहिँ सुन्ने कुराहरूबाट नै हामीभित्र चाहिँ एउटा काम गर्छ नि त। सबै सुन्ने र सुनाउने कुराहरूबाट नै सबै कुराहरू चाहिँ संसार यसरी चलेको छ। केही कुराहरू सुन्छौँ, असल कुरा सुन्छौँ भने त्यही कुराले हामीभित्र सकारात्मक कुरा नै हामीभित्र एउटा ऊर्जाको रूपमा काम गरिरहेको हुन्छ भने केही नचाहिँदो कस्तै एकदमै नराम्रो दुःख लाग्दो कुराहरू सुनिरहेका छौँ भने त्यही अनुसारै हामीभित्रको भावना त्यही अनुसारै नै हामी चाहिँ चलिरहेका हुन्छौँ। यसरी चलिरहँदाखेरि चाहिँ हामीभित्र चाहिँ दुई कुराहरू चाहिँ हामीमा आइरहेको हुन्छ। हामी एउटा सकारात्मक व्यक्ति बन्न पुग्छौँ, एउटा नकारात्मक व्यक्ति बन्न पुग्छौँ, या भनौँ सकारात्मक तरिकाहरूबाट हामी जान सकिरहेका हुन्छौँ या कतिचोटि नकारात्मक तरिकाबाट। अनि हरेक कुराहरू जो हामी सुनिरहेका हुन्छौँ, सुन्ने कुराहरू पनि हामी के सुनिरहेका छौँ, कस्तो कुरो सुनिरहेका छौँ, त्यसले चाहिँ हामीलाई बनाउने काम गरिरहेको हुन्छ हैन। अनि त्यसले फेरि हामीभित्र विश्वासलाई पनि बढाउने काम गरिरहेको हुन्छ। ज्ञान पनि हामीमा बढाउने कामहरू चाहिँ सुन्ने कुराहरूबाट भइरहेको हुन्छ। आज सुन्ने र सुनाउने कुराहरू चाहिँ एकदमै ज्यादा छ, धेरै ज्यादा छ। अनि के कुरा सुनिरहेका छौँ त्यो कुराले पनि हामीमा नै असर गरिरहेको छ। असल कुरा सुनेका छौँ भने हामी असलै कुराहरूबाट प्रेरित भइरहेका हुन्छौँ। खराब कुरा सुनिरहेका छौँ त्यसलाई नै प्राथमिकता दिइरहेका छौँ। र त्यस्ता व्यक्तिहरू जो चाहिँ एकदम नकारात्मक कुरा गर्दै हिँड्छन्, नकारात्मक कुराहरू फैलाउँदै हिँड्छन्, तिनीहरूको व्यक्तिहरूको बिचमा हामी बस्छौँ भने स्वत ती व्यक्तिहरूले ल्याएको कुराहरूद्वारा हामी पनि नकारात्मक भएर निस्किन पुग्छौँ। किनकि माहौल अनि सर्कल अनि केही स्थानहरू, केही व्यक्तिहरू, केही ठाउँहरू चाहिँ हुन्छ जहाँ चाहिँ ती कुराहरूले चाहिँ हामीलाई एउटा शक्तिशाली रूपमा थाहा पाएर नथाहा पाएर ती कुराहरूले चाहिँ हामीलाई घेरेको हुन्छ। त्यो कुराहरूद्वारा नै सारा संसार चाहिँ चलेको छ। यदि केही नचाहिँदो खराब प्रकारको न्युजहरू सुन्छौँ भने त्यो न्युजहरू चाहिँ प्राय आज यस्तोरी घटना घट्यो, आज त्यो ठाउँमा यस्तो भयो भन्दाखेरि त्यो सुन्दै गर्दाखेरि हामीमा किसिमको डरहरू मनमा पैदा हुन आउँछ। अब त्यो न्युजलाई तपाईँले नसुनेर एउटा गीतहरू तपाईँले सुन्नुभयो अरे, जुन गीतले चाहिँ तपाईँलाई वा आजको दिन कस्तो राम्रो छ भन्ने टाइप प्रकारको शब्दहरूबाट परिचालित गीतहरू सुन्दै गर्दाखेरि तपाईँमा पनि दिनलाई आज कस्तो अर्कै तरिकाले तपाईँले देख्न थाल्नुहुन्छ क्या। हरेक कुरा चाहिँ सुन्ने कुराहरूबाट चाहिँ इन्फ्लुएन्सहरू भएको हुन्छ। सुनाउने कुराहरूबाट, तपाईँहरूको बिचमा ल्याउने कुराहरूबाट नै सबै कुराहरू चाहिँ तपाईँमा चाहिँ काम गरिरहेको हुन्छ है। अनि यो कुराहरू भन्दै गर्दाखेरि चाहिँ म तपाईँहरूको बिचमा यो कुरालाई ल्याउन चाहन्छु। जस्तै कि धेरैचोटि हाम्रो बिचमा मण्डलीहरूमा प्रेम, एकता अनि मेलमिलापको विषयमा प्रचार गरिन्छ। प्रचार गरिँदै गर्दाखेरि त्यहाँनिर हैन हुन्छ नि, तिमीले चाहिँ अब जस्तै क्षमाको विषयमा त्यहाँनिर प्रचार गरिन्छ, प्रेमको विषयमा प्रचार गरिन्छ भने धेरैचोटि चाहिँ हामीलाई प्रेम चाहिँ सहनशीलता हुन्छ, प्रेम चाहिँ धैर्यवान हुन्छ, प्रेमले चाहिँ केही कुराको हुन्छ नि वास्ता गर्दैन, प्रेम चाहिँ सहनशील हुन्छ। अनि फेरि विश्वास, आशा अनि प्रेम चाहिँ उत्तम हो भन्ने कुराहरू छ, त्यसरी ल्याइन्छ। अनि त्यसरी फर्गिभनेस, जस्तै तपाईँ र कसैको बिचमा केही कुराहरू भयो अरे, मनमुटाव भयो, केही कुरा तपाईँको बिचमा कन्फ्लिक्ट भयो भने अब तपाईँहरूलाई मिलाउनको निम्ति चाहिँ त्यहाँ फर्गिभनेस, एकअर्कालाई क्षमा गर। जसरी मेरो पिताले तिमीहरूलाई क्षमा गरेको छ, तिमीहरूले पनि एकअर्कालाई क्षमा गर। अनि फेरि अर्को कुरा पनि यसरी ल्याउनुहुन्छ कि तिमीलाई चाहिँ तिम्रो विरुद्धमा कसैले केही कुराहरू गरेको छन्, तिमीले 7 गुणा 70 गुणा चाहिँ तिमीले के गर्नुपर्छ त, क्षमा गर्नुपर्छ भन्ने कुराहरूलाई चाहिँ उहाँहरूले ल्याउनुहुन्छ। त्यो ल्याएको उचित पनि छ।
त्यो राम्रो पनि हो। तर केही कुराहरू यस्तो ठाउँ हुन्छ, यस्तो क्षेत्रहरू हुन्छ, यस्तो अवस्थाहरू हुन्छ, त्यो अवस्थाहरूमा चाहिँ तपाईँ सधैँ चाहिँ यही पदको आधारमा इन्फ्लुएन्स भएर तपाईँ जान सक्नु हुँदैन, जान पर्दैन, म तपाईँलाई भन्न चाहन्छु। किनकि तपाईँले यो जान्नै पर्ने हुन्छ कि सधैँ क्षमा गर्नु भनेको चाहिँ तपाईँ सधैँ त्यो व्यक्तिलाई सहनु भनेको होइन क्या। क्षमामा जानु अथवा तपाईँले केही गल्ती गर्नुभयो अथवा तपाईँ त्यो व्यक्तिसँग केही कुराहरूमा तपाईँहरूको विचारहरूमा असहमति हुनुभयो, तपाईँहरू एकअर्कामा मिलेर अघि बढ्न सक्नु भएन, तर तपाईँहरूको बिचमा चाहिँ फेरि तपाईँहरू चाहनुहुन्छ कि परमेश्वरको वचन चाहिँ दुई धारे तरबार हो नि त। अनि यो दुई धारे तरबार र परमेश्वरको वचन चाहिँ जीवित र क्रियाशील र शक्तिशाली छ नि त, क्रियाशील, जसले चाहिँ कार्य गर्छ होइन। त्यो वचन दुवैतर्फ छ र तपाईँ दुईजनै चाहिँ के हो त प्रभुको वचनमा हिँड्नुहुन्छ, तर तपाईँहरूको कति कुराहरू कन्फ्लिक्ट छ, कति कुराहरू मिल्दैन, तपाईँहरूको विचारहरूमा मेल खाँदैन, तपाईँको चरित्रहरू एउटै जस्तो नहुँदाखेरि त्यो कुराहरूले गर्दाखेरि तपाईँमा चाहिँ के भइरहेको हुन्छ त, सो त तपाईँहरू दुईजना मिल्न सकिराख्नु भएको हुँदैन। अनि त्यो कुराहरूको आधारमा क्षमामा जानु पनि पर्छ, तर त्यो बनामा त तपाईँ र होइन जो कोही पनि बाँच्न चाहँदैन नि त। फेरि क्षमा चाहिँ एउटा प्रोसेस हो क्या, क्षमा चाहिँ एउटा प्रोसेस हो जसलाई चाहिँ हामीले ल बहिनी, ल भाइ, अथवा ल तपाईँलाई मैले मेरो विरुद्धमा गरेको पाएको लागि मैले तपाईँलाई क्षमा दिएँ भनेर तपाईँले चाहिँ क्षमामा गएको अनुरूप तपाईँले चाहिँ त्यो म चाहिँ क्षमामा छु है भनेर भन्नको निम्ति तपाईँले मान्छेहरूलाई देखाउनको निम्ति त्यो मान्छेसँग गएर टाँस्नुपर्छ, बसिरहनुपर्छ भन्ने होइन। किनकि तपाईँले जब एक व्यक्तिलाई तपाईँको विचार र उसको चरित्रको आधारमा तपाईँले त्यो व्यक्तिलाई थाहा गरिसक्नुभयो भने अब तपाईँले चाहिँ कसरी हुन्छ आफैलाई टाढा राख्ने, आफैलाई दूरी मेन्टेन गर्ने, त्यसरी जान सक्नुपर्ने हुन्छ। किनभने धेरैचोटि चाहिँ यस्तो कुराको बुद्धिमानितामा चाहिँ मण्डलीहरूले अभ्यास गराउन चाहिँ हामीलाई लाने भन्दा पनि प्रेमको र मेलमिलापको नाउँमा तपाईँ चाहिँ क्षमाशील हुनुपर्छ, तपाईँले चाहिँ एकअर्काको पाप क्षमा गर्नुपर्छ र तपाईँ चाहिँ मिलिरहन सक्नुपर्छ भन्ने कुराहरूबाट चाहिँ मिलाउने तर जानुहुन्छ क्या। तर तपाईँहरूलाई थाहा नै हुँदैन कि कतिचोटि चाहिँ यस्ता व्यक्तिहरूको सङ्गतमा बस्दै गर्दाखेरि चाहिँ तपाईँको अभिषेक पनि मर्छ, तपाईँ परमेश्वरको लागि प्रभावकारी व्यक्ति बन्न सक्नुहुन्न। परमेश्वरले तपाईँलाई कस्तो व्यक्ति बनाउन चाहनुभएको छ, कस्तो व्यक्तिको रूपमा तपाईँलाई राख्न चाहनुभएको छ, त्यो व्यक्तिको रूपमा तपाईँ चाहिँ आउन सक्नुहुन्न। जसरी सिमसोन जो चाहिँ परमेश्वरबाट एकदमै शक्तिशाली अभिषिक्त इजरायललाई सहायताको निम्ति पठाउनु भएको थियो, तर कसरी दलिला, अनि एउटा दलिला चाहिँ फेरि के थियो, एउटा वेश्या थिए होइन। उसको चरित्रको विषयमा, उसको कुराहरूको विषयमा पढ्दाखेरि ऊ चाहिँ एउटा वेश्या थिए, तर उसको सङ्गत चाहिँ के अरे सिमसोनले गर्नु हुँदैन थियो नि त। उसको बोलावट के थियो त, उसको चाहिँ अथवा परमेश्वरले उसलाई यस्तो आज्ञाहरू दिनुभएको थियो जुन कुरा चाहिँ उसले तोड्नु हुँदैन थियो, तर ऊ ती कुराहरूबाट जान्छ। अनि त्यही कुराले गर्दाखेरि उसले चाहिँ इजरायललाई सहायता गर्न सक्दैन। अनि कति कुराहरू हुन्छ जसले गर्दा चाहिँ उसले आफ्नो शक्तिको पछाडिको कारणहरू पनि खोलेको कारणले गर्दाखेरि आफैलाई धेरै रिभिल गर्दाखेरि उसले चाहिँ के गरेको छ, अन्तमा धोका पाएको छ होइन। धेरैचोटि चाहिँ उसले जुन कुरालाई चाहिँ गुप्तमै राख्नुपर्ने हुन्थ्यो त्यो गुप्तमा राख्नुपर्ने कुराहरूलाई पनि खोलेको कारणले गर्दाखेरि उल्टै त्यो व्यक्ति जसप्रति चाहिँ उसले प्रेम राखेको थियो, दलिलाप्रति प्रेम राखेको थियो, त्यही दलिलाको कारणले गर्दाखेरि चाहिँ उसको शक्तिको स्रोतहरू खोलिएको कारणले गर्दाखेरि उसलाई कसरी अब मार्न सकिँदो रहेछ भनेर शत्रुले जान्दछन्। त्यस गरी चाहिँ उसलाई के भएको छ त, ऊ मर्न पुगेको छ। इजरायललाई त अब उसले छुटकारा दिन सक्यो त, सकेन नि त। हो त्यस्तै परमेश्वरले पनि जब हामीलाई कति कुराहरूबाट उहाँको बोलावटमा हिँड्नको निम्ति अथवा परमेश्वरमा चाहिँ परमेश्वरको वचन अनुसार हिँड्नको निम्ति उहाँले आफ्ना वचनको प्रकाशहरू हाम्रो जीवनमा ल्याइराख्नु भएको हुन्छ। हाम्रो बिचमा हामीले पढ्ने बाइबलमा, वचनमा मेलमिलापको कुराहरू तिमीहरूले चाहिँ यस्तो गर भन्ने कुराहरू आज्ञाहरू पनि दिएको छ। तर
कतिचोटि चाहिँ तपाईँ त्यो मेलमिलापको आधारमा जाँदै गर्दाखेरि जसरी दलिलाले उसलाई विश्वासघात गर्यो त्यस्तै गरी तपाईँले बारम्बार त्यो व्यक्तिहरूसँग मिलिराख्दाखेरि एकचोटि त तपाईँले त्यो व्यक्ति के हो भनेर थाहा गरिसक्नु भएपछि तपाईँ त पछाडि हट्नुपर्ने थियो नि त। तर तपाईँ फेरि के गर्नुभयो, प्रेमको कुरामा लिएर, क्षमाको कुरामा लिएर तपाईँ जानुभयो। तर त्यो व्यक्तिले तपाईँलाई विश्वासघात गरिराख्दाखेरि तपाईँ मर्नुपर्छ पर्दैन। मर्नु भनेको मतलब तपाईँ अब हुन्छ नि तपाईँ झुन्डेर मर्नुपर्ने कुराहरू होइन होला, तर तपाईँको चाहिँ के हुन्छ, विश्वास डगमगाउँछ त्यस व्यक्तिप्रति। त्यो विश्वास पहिले जस्तो बन्दैन नि त, होइन। अनि त्यो व्यक्तिले गर्दाखेरि कतिचोटि तपाईँलाई तपाईँको गुप्त कुराहरू पनि, कति कुराहरूबाट चाहिँ तपाईँलाई हुन्छ नि ती कुराहरू ल्याएर तपाईँलाई नराम्रो बनाउने कुराहरू पनि हुनसक्छ, होइन। अनि यस्तो कुराहरू, यस्तो विषयहरूमा चाहिँ त्यस्ता व्यक्तिहरूसँग चाहिँ हामी क्षमाको भावनामा, मिलापको भावनामा चाहिँ गइरहन मिल्दैन। उनीहरूसँग हामी गइरहन मिल्दैन, सहभागी बन्न मिल्दैन। यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले जानेकै हुनुपर्छ, जान्नुपर्छ र आफूलाई त्यहाँदेखि टाढा राख्न सक्नुपर्ने हाम्रै हातमा हुन्छ। क्षमा गर्नुहोस्, तर मिल्नै पर्छ, अथवा उनीहरूमै सबै कुरामा सहभागी हुनु पर्छ भन्ने कुराले चाहिँ तपाईँले उसलाई क्षमा नदिएको भन्ने कुरा चाहिँ भन्न मिल्दैन। क्षमा गरेको छैन यो व्यक्ति, त्यही भएर हेर त यो व्यक्ति बोल्दैन चर्चमा। यिनीहरूमा यदि क्षमाको भावना भएको भए त एकअर्कामा बोल्थे नि, एकअर्कासँगै खान्थे, एकअर्कासँगै हिँड्थे नि भन्ने कुराहरू गर्छ नि। त्यो एकदमै गलत हो, किनकि जहाँनिर चाहिँ त्यो कुराहरू आउँदछ तब त्यहाँनिर चाहिँ हामीले उनीहरूलाई एउटा उनीहरू चाहिँ विश्वासमा अथवा उनीहरू चाहिँ क्षमामा छन् भनेर चाहिँ जाने कुराहरू भन्दा पनि क्षमा गर्नुहोस्, किनकि तपाईँले पनि क्षमा पाउनुहुनेछ, होइन। क्षमा गर्नुहोस्, तपाईँले पनि क्षमा पाउनुहुनेछ। तर त्यो तितोपनाहरूलाई बढाउने वातावरण चाहिँ तपाईँले बनाउनु भएन, तपाईँ बनिनु भएन, होइन। जसरी दाउद राजाले साउल अभिषिक्त थियो भनेर थाहा गर्नुभयो, तर साउल अभिषिक्त भएको कारणले गर्दा पनि कति कुराहरू चाहिँ उसको यस्तो स्वभावहरू थियो जुन स्वभावको कारणले गर्दाखेरि चाहिँ दाउदलाई धेरैचोटि गाह्रो अवस्थाहरूबाट जानु परेको थियो, होइन। दाउद जसले चाहिँ दाउद चाहिँ एउटा गोठालो थियो, परमेश्वरले नै उसलाई के गर्नुभयो, राजा हुनको लागि अभिषेक गर्नुभयो। साउललाई पनि परमेश्वरले अभिषेक गर्नुभयो, तर यो अर्थमा कि वास्तवमै परमेश्वरले चाहिँ साउललाई भन्दा पनि दाउदलाई चाहिँ इजरायलको राजा होस् भन्ने चाहनु भएको थियो। अनि तर इजरायलको गनगना एकदमै ज्यादा भएको हुँदाखेरि चाहिँ परमेश्वरले चाहिँ दाउदलाई गुप्त रूपमा तयार गर्नको निम्ति चाहिँ उहाँले जङ्गलहरूमा, होइन, गोठालाहरूको रूपमा उहाँले चाहिँ इजरायलको लागि तयार गर्दै हुनुहुन्थ्यो। अनि साउल राजा बन्यो फर्स्टमा, तर पहिलो इच्छा चाहिँ परमेश्वरको चाहिँ दाउदलाई नै इजरायलको चाहिँ राजा बनाउने परमेश्वरको यो इच्छा थियो। तर इजरायलले चाहिँ धेरै गनगन गरेको कारणले गर्दाखेरि साउललाई नै राजा बनाउनु भयो। अनि परमेश्वरको इच्छाद्वारा नभएको कारणले गर्दाखेरि साउलमा पछि के भएको छ त, साउलले चाहिँ इजरायलीहरूमा अथवा इजरायलमा जुन परमेश्वरको आज्ञालाई तोडेर ऊ अघि बढ्नेको व्यक्ति बनेको छ। दाउदले पनि तोडेको छ कति कुराहरू, तर पनि त्यो बनिएको अनि कति कुराहरूलाई कसरी एउटा राजाले प्रजामाथि कसरी शासन गर्नुपर्छ, शत्रुहरूबाट कसरी आफ्नो प्रजालाई प्रोटेक्सन गर्नुपर्छ भन्ने कुराहरूको हेरका चाहिँ दाउदले जानेको थियो, किनकि उसले चाहिँ त्यहाँनिर परमेश्वरले चाहिँ उसलाई सिकाइरहनु भएको थियो। अनि फेरि साउल चाहिँ ऊ पनि राजा भएको कारणले गर्दाखेरि कतिचोटि चाहिँ उसको प्रभुत्व गर्ने, शासन गर्ने तरिकाहरू चाहिँ एकदमै हुन्छ नि एउटा असल तरिकाबाट भएको थिएन। अनि जब साउलले चाहिँ 1000जनालाई मारे, अनि साउलले 1000जनालाई मारे, तर दाउदले जब
त्योभन्दा बढीलाई मार्दै गर्दाखेरि इजरायलले जसरी गुणगान गर्दाखेरि चाहिँ के भएको छ, साउल चाहिँ डाही बनेको छ दाउदप्रति। अनि यहाँ यो बीचमा आउँदाखेरि दाउदलाई धेरैचोटि मौकाहरू मिलेको थियो क्या साउललाई हुन्छ नि मार्नको निम्ति। तर के भएको छ त, दाउदले चाहिँ परमेश्वरमा एउटा यस्तो कुराहरू जानेको थियो कि अभिषिक्तलाई चाहिँ हात लगाउनु हुँदैन, किनभने साउललाई पनि परमेश्वरले अभिषिक्त गर्नुभएको थियो। यसकारण उनले आफ्नो हातबाट मार्न चाहनु भएन। धेरैचोटि उसलाई त्यो मौकाहरू मिल्दाखेरि पनि उसले चाहिँ त्यो कुराहरू गरेको छैन। त्यस्तै नै ती कुराहरू। अनि तर साउलले जतिचोटि उसलाई विभिन्न षड्यन्त्रहरूमा पारेर मार्न खोजिराख्दाखेरि पनि दाउदले चाहिँ यो जानेको थियो कि साउल चाहिँ यस्तो छ, उसले चाहिँ मलाई यस्तो गर्नु खोजिरहेको छ भनेको कारणले गर्दा त्यो बुद्धिमा गएर के गरेको छ त, उसले दूरी मेन्टेन गरेको छ। सकेसम्म चाहिँ साउलको नजरमा ऊ आउनै चाहेको छैन क्या। हो यस्तै कुराहरू हुन्छ क्या। कतिचोटि चाहिँ हाम्रो बिचमा यस्ता व्यक्तिहरू हाम्रो बिचमा हुन्छन्, यस्ता सम्बन्धहरूमा हामीहरू हुन्छौँ, जुन सम्बन्धहरूमा चाहिँ जानेर आफूलाई दूरीमा राख्नु र आफूलाई ती कुराहरूबाट अलग भएर राख्न सक्नु बुद्धिमानी हो। जसरी दाउदले चाहिँ गरे। उसलाई पनि थाहा छ साउल पनि परमेश्वरको अभिषिक्त हो, तर पनि मैले नै सबै कुराहरू चाहिँ मेरो हातमा राख्नु हुँदैन, मैले नै सबै कुरा गर्नु हुँदैन भन्ने कुराहरू उसले जानेको कारणले गर्दाखेरि होइन, उसले चाहिँ आफूलाई के गरेको छ त, बुद्धिमानी उसलाई आदर पनि गरेको छ, प्लस टाढै रहेर चाहिँ उसले के गरेको छ त, आफूलाई पनि बचाएको छ, आफू पनि त्यो कुराहरूबाट भागिरहेको छ क्या। त्यस्तै तपाईँ पनि यदि कोही व्यक्ति सर्कल केही सम्बन्धहरूमा त्यस्तो हुनुहुन्छ जहाँ चाहिँ तपाईँलाई थाहा छ यो व्यक्ति यस्तो छ, तर त्यो व्यक्तिलाई तपाईँले क्षमा पनि दिनुहोस्, गर्नुहोस्, तर तपाईँले त्यो व्यक्तिलाई फेरि ट्रस्ट नगर्नुहोस्, विश्वास नगर्नुहोस्, अलिकति दूरी बढाउनुहोस्। त्यो दूरीले तपाईँलाई शान्ति मिल्नेछ। तर आज हाम्रो मण्डलीहरूमा चाहिँ धेरैचोटि प्रेम र मेलमिलापको विषयमा चाहिँ यसरी प्रचार गरिन्छ, यसरी वचनहरू ल्याइन्छ कि त्यो व्यक्ति दुईजना बिचमा चाहिँ एकदमै के भन्छ, केही ठुलै कुराहरू भयो अथवा यस्तो कुराहरूमा जहाँ चाहिँ सिधै तपाईँले चाहिँ पाप गर्नुभयो त्यो मान्छेको विरुद्धमा, तपाईँ पापी हो, तपाईँले पश्चाताप गर्नु पर्यो भनेर भनिन्छ। के यो उचित छ होला त? के यो उचित छ? यो के असल हो? असल होइन नि त। किनकि कति सम्बन्धहरू यस्ता हुन्छन्, कति ठाउँहरू यस्ता हुन्छन् जो व्यक्तिहरूबाट चाहिँ हामी निस्केर आउनै सक्नुपर्ने हुन्छ। त्यस्तो ठाउँहरूबाट जहाँबाट चाहिँ तपाईँलाई मिलापमा बस्दै गर्दाखेरि झन् तपाईँलाई चाहिँ सफोकेट फिलिङ हुन्छ, तपाईँ चाहिँ झन् बाँधिएको तपाईँलाई फिल हुन्छ, झन् त्यत्तिकै तपाईँको हृदयमा तिक्तताहरू बढिरहन्छ। क्षमा गर्नु भएको छ भन्दैमा त्यो व्यक्ति कहाँ गएर मिल्नुपर्छ, त्यहीसँग गएर खानुपर्छ भनेको होइन। क्षमा गर्नुहोस्, क्षमा सँगसँगै बुद्धिमा पनि बढ्नुहोस् भनेर आज म तपाईँलाई हौसला दिन चाहन्छु। किनकि यो आवश्यकता पनि छ र यसरी गर्नुमा तपाईँले कुनै पाप गर्नुभएको होइन। किनकि तपाईँलाई थाहा छ नि त, त्यो सम्बन्धमा बसिराख्दाखेरि त्यो आएको अवस्था, केही साथीहरूको सङ्गतहरूमा बस्दै गर्दाखेरि तपाईँलाई के भयो, तपाईँ कसरी सफर गर्नुभयो, तपाईँ कसरी अशान्तिको माहौलहरूमा तपाईँ बस्नुभयो। म यसरी भन्न चाहन्छु कि जस्तै कि एउटा श्रीमान श्रीमती छ अरे, हरेक दिन उनीहरूको बिचमा झगडा हुन्छ अरे, हरेक दिन कुनै कुराहरू पनि उनीहरूको बिचमा केही विचारहरू पनि मिलेको छैन अरे। त्यसले गर्दाखेरि उनीहरू दुईजनालाई चाहिँ सँगै बस्नु र सँगै रहनुमा चाहिँ एकदमै के भयो त, गाह्रो भयो अरे। अनि उनीहरूको झैझगडा कलहहरू चाहिँ एकदमै धेरै बढ्दै गयो अरे। अनि यो कुराहरू चाहिँ मण्डलीमा आयो अरे क्या, मण्डलीमा थाहा हुन आयो अरे। अब तपाईँहरूले प्रेमको नाउँमा, विश्वास तपाईँले क्षमाको नाउँमा तपाईँहरूले अब उहाँहरूलाई यसरी भन्न मिल्छ? हेर त बहिनी, वचनमा त यसरी लेखेको छ, तपाईँले त तपाईँको विरुद्धमा तपाईँको श्रीमानले यति धेरै दुःख दिँदै गर्दाखेरि पनि तपाईँ त यसरी बस्नुपर्छ बहिनी, यहाँ त तपाईँले त क्षमा दिनुपर्छ बहिनी भनेर के तपाईँले त्यो सम्बन्धमा तपाईँले बस्न राख्नु मिल्छ? मिल्दैन नि त।
अथवा त्यो भाइलाई तपाईँले यसरी सम्झाउनु भयो हेर त बहिनी, हेर त भाइ, तपाईँहरू चाहिँ मिल्नुपर्छ। तपाईँहरू चाहिँ मिलेन भने चाहिँ बाइबलमा त यसो भनेको छ नि त, तपाईँहरू मिलेन, तपाईँले एकअर्कालाई क्षमा दिनु भएन भने तपाईँहरू चाहिँ एकअर्कालाई क्षमा गर्नु भएन, परमेश्वरले पनि तपाईँलाई त क्षमा गर्नुहुन्न। अनि एकअर्कामा मिलेर बस्नुहोस्। अनि फेरि आशा, प्रेम अनि शान्तिमा चाहिँ फेरि के छ त, प्रेम नै उत्तम भनेको छ, तपाईँहरूले एकअर्कालाई प्रेम गर्नुहोस् भनेर भन्नुभयो भने अब त्यो दुईजना बिचमा त्यो मिलापको नाउँमा, त्यो एकताको नाउँमा, त्यो क्षमाको नाउँमा तपाईँले उनीहरूलाई बाँध्नु भयो भने के त्यहाँ उचित भयो त? लाग्छ उनीहरूलाई नै यसरी के हो, विवाहको कुराहरूमा भन्दाखेरि चाहिँ परमेश्वर कहिले पनि विवाह फुटेको टुटेको चाहनुहुन्न। तर यस्तो यस्तो केसहरू हुन्छ, यस्तो यस्तो हुन्छ नि सम्बन्धहरू हुन्छ, यस्तो यस्तो जहाँ चाहिँ बोली अनि वचन अनि व्यवहारको प्रवाह यस्तो हुन्छ जसले चाहिँ हरेक दिन तपाईँलाई खाइरहेको छ, तपाईँलाई मारिरहेको छ, तपाईँलाई सफोकेट भइरहेको फिलिङ गर्नुहुन्छ, तपाईँलाई शान्ति लाग्दैन त्यस्तो सम्बन्धहरूमा बस्दै गर्दा भने तपाईँ बुद्धिमानीपूर्वक चाहिँ तपाईँ हुन्छ नि सँगै नबस्दाखेरि भन्दा पनि तपाईँमा एक किसिमको बुद्धिमानितामा तपाईँहरू अलगिएको पनि असलै हो। सिधै म डिभोर्सको कुराहरूमा तपाईँलाई हुन्छ नि हौसला दिन खोजेको होइन, तर यस्तो यस्तो कुराहरू हुन्छ जहाँ चाहिँ साँच्चै तपाईँलाई छुटकारा चाहिएको छ, साँच्चै तपाईँलाई चाहिँ निस्किनु परेको अवस्थाहरूमा तपाईँ हुनुहुन्छ भने तपाईँले वचनमा रहेर बस्न आवश्यक छैन। किनकि तपाईँ पहिला बाँच्नुभयो, तपाईँ त्यो कुराहरूबाट निस्किनु भयो भने त तपाईँलाई थाहा हुन्छ नि त। किन तपाईँ पहिला सुरु त त्यो कुराको बन्धनबाट तपाईँ निस्किनु भयो होइन, त्यस्तो कुरा हो कि। अब म यो कुराहरूमा अब दिदी अथवा श्रीमान श्रीमतीको कुरामा होइन, यस्तो कुराहरू जहाँ सासू र बुहारीको केसमा होइन, जहाँनिर चाहिँ हरेक दिन सासूले बुहारीलाई, बुहारीले सासूलाई विभिन्न कुराहरू भनिरहेको छ, जहाँ जसले गर्दा चाहिँ तपाईँले हृदय टुटिरहेको छ, मन टुटिरहेको छ। सँगै बस्दाखेरि तपाईँलाई मिलापको नाममा, प्रेमको नाममा यसरी बस्न बाध्य बनाइराख्दाखेरि तपाईँहरूमा शान्ति छैन भने तपाईँहरूले के गर्न सक्नुहुन्छ भने सँगै नबस्दा पनि भयो क्या। किनकि तपाईँ सँगै बस्दाखेरि तपाईँभित्र तपाईँ शान्तिमा बस्ने व्यक्ति बन्न सक्नु भएन नि त। तपाईँ त्यो एउटा बन्धनमा नै बस्ने परिस्थितिहरू भयो नि त। अनि यसरी परमेश्वरको वचनलाई धेरैचोटि यसरी ल्याइन्छ। अनि अझ यसलाई यस्तो कुराहरूमा बसिरहेको कुराहरूलाई अलगिएर बस्ने वातावरणमा छनौट गर्दा त्यो व्यक्तिहरूलाई पापीको नजरले हेरिन्छ क्या, पापीको नजरले। तपाईँको परमेश्वर त तपाईँको शान्ति चाहनुहुन्छ त होइन। यसमा तपाईँको केही गल्ती छैन, यसमा तपाईँले पाप गर्यो भन्नु मिल्दैन। किनकि केही व्यक्तिहरू हुन्छ जो साँच्चीकै डरलाग्दा हुन्छन्, साँच्चीकै ती सम्बन्धहरूमा बसिराख्दा तपाईँलाई गाह्रो हुन्छ भने तपाईँले बुद्धिमानीपूर्वक ती कुराहरूलाई अघि बढ्नुपर्ने हुन्छ, अगाडि बढाउनु पर्ने हुन्छ। संसारमा त त्यो कुराहरू भइरहेको कारणले गर्दाखेरि एकअर्कालाई सहेरै बस्दाखेरि त्यो सहनशीलता यति धेरैलाई सहँदा यति धेरै गाह्रो भइसकेको हुन्छ कि उनीहरूले लास्टमा गएर एकअर्कालाई मार्नुपर्ने परिस्थितिहरू आइरहेको हुन्छ होइन। श्रीमानले श्रीमतीको हत्या गर्यो अरे, अनि कति कुराहरू चाहिँ यस्तो हुन्छ कि आत्महत्या गरेर मर्नु भयो अरे भन्ने कुराहरू सुन्छौँ नि त। त्यो कुराहरू त्यो एउटा संसारमा त त्यसरी हुन्छ भने हामी विश्वासीहरूमा पनि त्यो हुँदैन भनेर मिल्दैन। अनि संसारले त जानेको छ कि यदि तपाईँलाई कसैले अन्याय गरेको छ, तपाईँमाथि धेरै क्रूरताहरू देखाइरहेको छ, तपाईँलाई साँच्चै त्यो सम्बन्धमा बस्दै गर्दा तपाईँलाई एकदमै गाह्रो भएको छ भने तपाईँले कानुनको सहायता लिन सक्नुहुन्छ भन्ने कुराहरू छ नि त। अनि हामी जब बाइबल पढ्दै गर्दाखेरि
बाइबल पढ्ने मान्छेहरू अनि बाइबलको वचनहरूलाई ल्याएर प्रचार गरेर बस्ने मान्छेहरूले चाहिँ खालि परमेश्वरको त्यो प्रेमको वचनलाई समातेर यस्तो यस्तो अवस्थाहरूमा पनि तपाईँले सहनुपर्छ बहिनी, सहनुपर्छ भाइ, तपाईँहरू मिलापमा जानुपर्छ भनेर नभन्नुहोस्। किनभने यो भन्दै गर्दाखेरि तपाईँ जिम्मेवारी बन्नुहुन्छ भोलि गएर त्यसले कत्रो रूप लिन्छ भनेर। तर यदि त्यो परिवारले टाढै बसेर शान्तिमा रहेर हैन, शान्तिमा रहेर बस्ने इच्छा गरेर उनीहरू अलगिएको छ र बस्दै आएको छ भने त्यो व्यक्तिहरूलाई पनि तपाईँले किन पापी देख्न आवश्यक भयो? किन पापी देख्नुभयो तपाईँले? किन देख्नुभयो तपाईँले पापी? यसमा के पाप भयो? के पाप भयो? तर तपाईँले यो बुझ्नु भएन छ क्या, यो बुझ्नु भएन छ कि तपाईँले चाहिँ एउटा व्यक्तिलाई चाहिँ परमेश्वरको वचनमा लेखेको आधारमा लेखेको पदको आधारमा उसको जीवनलाई जज गरेर यो चाहिँ परमेश्वरको वचन अनुसार हिँडेको छैन भनेर तपाईँले भन्न मिल्छ? ऊ भित्रको व्यक्तिको शान्तिलाई तपाईँले यसरी हुन्छ नि खलबल्याउने काम गर्नु भइरहेछ क्या। हरेक व्यक्तिलाई एउटा स्वतन्त्र भएर बाँच्ने अधिकार छ। परमेश्वर त झन् त्यही बन्धनहरूलाई तोड्न आउनु भएको हो हैन। मेलमिलापको कुराहरू ठिक हो, उचित हो। कतिचोटि ती कुराहरू आफ्नो कुराहरूबाट मेलमिलापमा कसरी जाने कसरी गर्ने भन्ने कुरा सबैलाई थाहा हुन्छ। अनि यस्तो कुराहरू धेरैचोटि मण्डलीहरूमा हुन्छ अनि मण्डलीमा पनि यस विषयमा रहेर प्रचार गरिन्छ, जुन प्रचारले चाहिँ धेरैचोटि चाहिँ झन् तपाईँलाई स्वतन्त्र व्यक्ति बनाउने भन्दा पनि तपाईँलाई बाँध्ने काम गरिन्छ। उल्टै तपाईँले चाहिँ सही रहनुपर्छ भने त्यो सहनशीलताको कुराहरूले तपाईँलाई प्रोत्साहन गरेर तपाईँलाई दिनदिनै तपाईँलाई मारिरहेको हुन्छ, तपाईँ मर्नु परिरहेको हुन्छ। किनकि तपाईँलाई थाहा छ नि तपाईँले कसरी सफर गर्नुभएछ, तपाईँले कति ती कुराहरूबाट तपाईँले दिनरात ती कुराहरूबाट तपाईँ रुनु भएको छ हैन। त्यो कुराहरू तपाईँलाई थाहा छ नि त। त्यो अवस्थामा बस्दै गर्दा तपाईँलाई के भयो तपाईँलाई, तर मण्डलीले यसरी भनिरहेछ, तर तपाईँलाई त कति गाह्रो भइरहेछ नि त। मेलमिलापको कुराहरू, प्रेमको कुराहरू, एकताको नाउँमा खालि परमेश्वरले ती कुराहरूलाई यसरी भन्नुभएको छ, तपाईँ सहनुहोस्, तपाईँ एकसाथ बस्नुपर्छ। अनि फेरि उनीहरूलाई नै चाहिएको छ क्या तपाईँलाई चाहिँ, तपाईँ चाहिँ क्षमामा हिँडेको छ कि छैन। क्षमामा हिँडेको छ भने त यिनीहरू मिल्छन्, बोल्छन्, सँगसँगै हिँड्छन् भन्ने कुराहरू उनीहरूले देख्न चाहने कुरा जस्तो क्या। तर त्यो पनि होइन नि त। क्षमामा जानु, क्षमामा तपाईँ हुनु भनेको मतलब चाहिँ उनीहरूसँगै गएर फेरि तपाईँ टाँसिनुपर्छ अथवा उनीहरूसँगै गएर तपाईँ चाहिँ बोलचालहरू बढाउनुपर्छ भन्ने पनि छैन। तपाईँले क्षमा दिनुभयो त्यो प्रभुलाई थाहा छ। मान्छेलाई देखाइरहनु पर्दैन। तर धेरैचोटि चाहिँ यिनीहरू चाहिँ बोल्दैनन्, यिनीहरूले चाहिँ बोल्नै छाडे, यिनीहरू चाहिँ त्यो ठाउँमा जानै छाडे, यिनीहरूले त्यो ठाउँमा आउनै छाडे भन्ने आधारमा त्यो व्यक्ति चाहिँ प्रभुको वचन अनुसार हिँडेको छैन भन्न तपाईँले मिल्दैन र औलाउन पनि मिल्दैन कि तपाईँ पापी बन्नुभयो, तपाईँ पापी हो भनेर तपाईँले भन्न मिल्दैन। धेरै कुराहरू चाहिँ अगाडि पुलपिटबाट धेरैचोटि चाहिँ प्रचारकहरूले यसरी भन्दछन्। मलाई यो अचम्म लाग्छ कि अहिलेको समय होइन क्या, यो धेरैदेखिको समयदेखि चलिआइरहेको छ कि परमेश्वरको वचनलाई चाहिँ यसरी तपाईँहरूले ल्याउनुहुन्छ। त्यो परमेश्वरको वचन चाहिँ एउटा जीवित हो, त्यसले काम गर्छ, त्यसले मान्छेलाई छुटकारा दिन्छ, त्यसले चाहिँ त्यो भित्र चाहिँ एउटा ऊर्जा हुन्छ। त्यो ऊर्जाले चाहिँ तपाईँले चाहिँ मान्छेलाई हुन्छ नि शक्तिशाली रूपमा एउटा छुटकाराको माहौल र छुटकाराको वातावरण बनाइदिने र एकअर्कामा सन्तुलित वेद्वारा पनि तपाईँ कसरी जीवन अगाडि बढ्न सक्नुहुन्छ भन्ने कुरालाई सिकाउनुको सट्टा खालि यस्तो कुराहरू थोपर दिनुहुन्छ। यस्तो कुराहरू त्यो पनि फेरि परमेश्वरको वचन देखाएर क्या, परमेश्वरको वचन देखाएर। ए बाबा, शैतानलाई पनि परमेश्वरको वचन थाहा छ क्या,
त्यही भएर त अनि परमेश्वरलाई चाहिँ 40 दिन र 40 रातको फास्टिङ बस्दाखेरि शैतानले के को आधारमा परमेश्वरलाई परीक्षा गर्न आयो त? वचनमा लेखेको कुराहरू नै यसो छ त। तपाईँ यहाँबाट हाम फाल्नुहोस् त, स्वर्गदूतहरूले तपाईँलाई हातै थाप्न आउनेछ भनेर लेखेको छ नि। शैतानलाई पनि वचन थाहा छ हजुर, शैतानलाई पनि वचन थाहा छ क्या। कसरी शैतानले चाहिँ यीशु ख्रीष्टलाई चाहिँ परमेश्वरको वचनलाई नै देखाएर चाहिँ शैतानले चाहिँ परमेश्वरलाई सोधिरहेछ, क्वेसन गरिरहेछ अनि भनिरहेको छ क्या, तपाईँ यदि परमेश्वरको पुत्र हुनुहुन्छ भने तपाईँ यहाँबाट हात फाल्नुहोस्, स्वर्गदूतले हात हटाएर तपाईँलाई के गर्छ? जोगाउनेछ। अथवा वचनमा यो लेखेको छ कि मानिस रोटीले मात्र बाँच्दैन, अथवा यो ढुङ्गालाई तपाईँले रोटी बनाउनुहोस्। त्यस्तो आज्ञाहरू क्या शैतानले यीशु ख्रीष्टलाई गरेको छ क्या। बुझ्नुभयो हजुरहरूले? वचन त सबैलाई आउँछ, वचन त सबै कुरा लेखिएको छ, तर त्यो वचन अनुसार पनि कसरी फेरि यीशु ख्रीष्टले पनि वचनकै आधारमा के भन्नुभयो? ए शैतान त दुष्ट हटिजा, तैँले चाहिँ मेरो परीक्षा गर्न सक्दैनस्, मिल्दैन भनेर उहाँले के गर्नुभएछ? शैतानलाई नै फेरि के गर्नुभएछ? वचन देखाएर के गर्नुभयो? हराउनु भयो नि। हो त्यो कुरा हो क्या। तपाईँको बिचमा परिस्थितिहरू यस्तो कुराहरू आउँदैछ, अवस्थाहरू यस्तो कुरा आउँदैछ, मण्डलीमा यस्तो परिवारको विषयमा केही कुराहरू आउँदैछ भने वचन देखाएर शैतान जस्तै क्या, ए भाइ बहिनी हो तपाईँहरू वचन अनुसार चाहिँ यसरी हिँड्नुहोस् भनेर नभन्नुहोस् क्या। कति कुराहरूमा बुद्धिमा जानुपर्ने हुन्छ, कति कुराहरूमा चाहिँ दूरीमा बस्दै गर्दाखेरि उनीहरू एकअर्कामा बाँच्न सफल हुन्छ भने त्यो कुराहरूबाट पनि तपाईँहरूले देखाउनुहोस्, यसरी जानुहोस् भन्न सक्नुपर्छ क्या। उल्टै एउटा परमेश्वरको वचनलाई हतियार बनाएर उल्टै तपाईँ त एउटा शैतान जस्तै तपाईँको भूमिका भएन र त्यो? तपाईँको भूमिका त्यही भएन? यसकारण शैतानले जान्दैन परमेश्वरको वचन भन्न मिल्दैन हजुर। शैतानलाई पनि थाहा छ र हामीलाई पनि थाहा छ परमेश्वरको वचनमा के लेखेको छ, तर कसरी हामीले परमेश्वरको वचनलाई चाहिँ कम्बाइन्ड रूपमा बुझेर चाहिँ हामी कसरी चाहिँ एउटा हुन्छ नि होइन, एउटा बुद्धिमानितामा जानुपर्छ भन्ने कुराहरू चाहिँ हाम्रै हातमा छ नि त। तर केही कुरालाई ल्याएर, केही कुरालाई समातेर, केही कुरालाई पक्रेर तपाईँहरूले चाहिँ एउटा जुन किसिमको डक्ट्रिन, जुन किसिमको सिद्धान्तहरू बनाएर तपाईँहरू मण्डलीहरूमा जानु भएर छ नि, जानुहोस् गर्नुहोस्, तर हरेक कुराको लेखाको लागि पनि तयार हुनुहोस्। अनि विश्वासीहरूको बिचमा फेरि तपाईँहरू यस्तो कुराहरूबाट अहिले मण्डलीहरू अगाडि बढिरहेको छ नि त, 10 संसारको कुराहरूमा। जब तपाईँहरूलाई मण्डलीमा अलिकति रुपैयाँ पैसाको आवश्यकता परेको जस्तो फिल भयो भने तपाईँहरूको अगाडि तपाईँहरूले कस्तो किसिमले वचन ल्याउनुहुन्छ? ए तपाईँहरूले अब 10 अंक भेटेर ल्याउनु पर्यो भन्ने कुराबाट तपाईँले लिएर ल्याउनु, त्यसलाई प्रोत्साहन गर्ने हिसाबले वचनहरू तयार ल्याउनु थाल्नुहुन्छ क्या। जब कि तपाईँले जान्नुहुन्छ कि परमेश्वर नै मण्डलीको चाहिँ पहिलो स्थापक हो, उहाँले नै सबै कुराहरूबाट चाहिँ लानुहुन्छ, कसरी पुर्याउने, कसरी जुटाउने सबै परमेश्वरको हातमा हुन्छ। त्यसमा तपाईँले बिलिभ गर्न पनि जान्नुहुन्न, कतिचोटि विश्वास पनि गर्नुहुन्न। अनि विश्वासीहरूलाई नै फेरि परेको खण्डमा चाहिँ त्यसै 10 अंशहरू दिनुहोस्, 10 अंशहरू तपाईँले ल्याउनुहोस्, त्यो चाहिँ परमेश्वरको राज्यको लागि हो भनेर भन्नुहुन्छ। अनि फेरि त्यस्तै संवेदनशीलमा त्यो कोही परिवारहरू त्यसरी गइराख्दाखेरि कुलपिटबाटै अगाडिबाट एट्याक गर्नुहुन्छ क्या तपाईँहरू, एट्याक गर्नुहुन्छ क्या। त्यही विश्वासीहरूलाई फेरि देखाएर वचनमा यसरी लेखेको छ, पश्चाताप गर्नुहोस् तपाईँहरू पापी हुनुभयो भनेर देखाउँदै। के सोच्नु भएको विश्वासीहरूलाई? तपाईँहरूले के सोच्नु भएको? विश्वासीलाई के ठान्नु भएको? विश्वासीहरूको चाहिँ के तपाईँले जे सिकाए त्यही सुनाउने, जे तपाईँको दिमागमा के खेलिरहेछ त्यही अनुसार तपाईँले विश्वासीहरूको जीवनसँग खेल्न मिल्छ? तपाईँले मिल्दैन नि। जब परमेश्वरले कोही व्यक्तिलाई ल्याउनुहुन्छ तब उसलाई बढाउने, हुर्काउने, उसलाई सबै कुराहरू त्यो गलत शिक्षाहरूबाट, झुटा शिक्षाहरूबाट प्रोटेक्ट गर्ने। अनि कतिचोटि यस्तो कुराहरूबाट जाँदै गर्दाखेरि तपाईँ बुद्धिमा कसरी बढ्न सक्नुपर्छ भन्ने कुराहरूबाट सिकाउँदै लाने कुराहरू होइन। उसको आत्मिक वरदानहरूको हिसाबमा तपाईँले विश्वासीहरूलाई कसरी बढाउने भन्ने कुराहरूबाट लानुको सट्टा पनि भन्दा पनि अझ त विश्वासीहरूलाई चाहिँ
एउटा माध्यमहरू बनाएको क्या। अब कस्तो तरिकाबाट चाहिँ विश्वासीहरूलाई तपाईँहरूले बिहेभ गराउनु भएको छ, कस्तो मेन्टालिटीमा आफ्नो विश्वासीहरूलाई तपाईँले हिराउनु भएको छ क्या। त्यो कुरालाई तपाईँले छोड्नुहोस्, तपाईँहरूले छोड्नुहोस्, किनकि त्यो उचित छैन र उचित गर्दै पनि रहनु भएको छैन। तपाईँले चाहिँ सरासर मान्छेको आत्मासँग उनीहरूको जीवनसँग खेलिरहनु भएको छ। भोलि गएर एक आत्मा परमेश्वरमा तपाईँको कुराले तपाईँको व्यवहारले गर्दाखेरि कोही व्यक्ति पछाडि हट्यो भने त्यो आत्मा मरेको लेखा चाहिँ कसले कोसँग लिनुहुन्छ? तपाईँसँग लिनुहुन्न। तपाईँले गरेको प्रचार, तपाईँले गरेको व्यवहार, तपाईँले गरेको त्यो कुराहरूले गर्दाखेरि त्यो व्यक्ति नरकमा गयो अथवा त्यो व्यक्तिको आत्मा मर्यो भने त्यसको लेखाको त्यसको हिसाब कोसँग लिनुहुन्छ? तपाईँसँग लिनुहुन्छ होइन? त्यसरी लिनुहुन्न, उहाँले लिनु सक्नुहुन्छ नि त। अनि यहाँ सुन्नुहोस् भन्दा पनि परमेश्वरको वचनमा चाहिँ रोमी 10:17 यसरी भन्छ, जे सुनेको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। आमेन। कसरी सुनाउँदै हुनुहुन्छ परमेश्वरको वचन? घोष्ने हिसाबले कि अरूलाई एट्याक गर्ने हिसाबले कि कस्तो प्रकारले तपाईँ कुलपिटमा अगाडि उभिँदै हुनुहुन्छ? एउटा व्यक्तिलाई तपाईँ पापी हुनुभयो भनेर मात्रै देखिरहनु भएर तपाईँ उभिँदै हुनुहुन्छ कि त्यो पनि सुनाउनलाई क्या, सुनाएर उसको आत्मालाई घोष्नको निम्ति? के तपाईँलाई थाहा छैन? र हिब्रू 4:12 के भन्छ? किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि 2 धारे तरवारभन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्माले त्यसका जोर्नी र हाडको गुर्दी सम्मलाई भाग पारुन्छन्, वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ भनेर भन्नुभएको छ उहाँको वचनले, होइन? परमेश्वरको वचन चाहिँ जीवित छ, यसले काम गर्छ। शैतानलाई पनि थाहा छ नि त परमेश्वरको वचन जीवित छ र यसले काम गर्छ। त्यही भएर शैतानले पनि यसो ख्रीष्टलाई 40 दिनको र 40 दिनको उपवास, दिनको र रातको उपवास बस्दै गर्दाखेरि परमेश्वरकै वचन देखाएर शैतानले चाहिँ यसुलाई परीक्षा गर्न आयो, होइन? परीक्षा गर्न आयो। अनि हामीलाई पनि परमेश्वरको वचन जीवित छ र यसले काम गर्छ भनेर थाहा गर्दाखेरि पनि तपाईँले ल्याउने, तपाईँले भन्ने त्यो बोलीहरूले त्यो व्यक्तिमा कस्तो काम गर्छ? यहाँ त भनेको छ त उहाँको वचनले के गर्छ? जोर्नी र हाडको गुदी भाग सम्मलाई भाग पारुन्छन्, वारपार छेड्छ। बुझ्नुभयो? हजुरहरूले जब अगाडि पुलपिटबाट कसैलाई परमेश्वरको वचनको नाउँमा, परमेश्वरको वचनमा लेखेको वचनको आधारमा औलाउने, अनि तपाईँ पाप पिनुभयो, तपाईँ पश्चाताप गर्नुहोस् भन्दै गर्दाखेरि त्यो कुराले तपाईँ पनि कस्तो व्यक्ति हो र त्यो व्यक्ति जसलाई तपाईँले त्यसरी प्रहार गर्नुभयो त्यो व्यक्तिको हृदयमा के भयो होला? ल भन्नुहोस्, के भयो होला त्यो व्यक्तिलाई? तपाईँले बुझ्नु भएको छ यो कुरा? अलिकति गम्भीरतामा आउनुहोस्। आज धेरैजना आफ्नो बोलावटलाई थाहा छैन, आफ्नो वास्तविक बोलावट परमेश्वरमा, वास्तविक सेवा, वास्तविक एउटा शिक्षक, म एउटा प्रचारक भन्दै उभिँदै गर्दाखेरि मैले चाहिँ कस्तो कुरा लानुपर्छ, मैले कस्तो कुराहरूलाई चाहिँ मण्डलीमा लग्यो भने चाहिँ मान्छेहरू निको हुन्छन्, विश्वासीहरूमा चाहिँ निको बनाउने, परमेश्वरको वचनको शक्तिलाई चाहिँ झन् प्रज्वलित रूपमा लाने भन्ने कुराहरू चाहिँ त्यो छैन क्या। त्यो कुराहरूको विचारमा तपाईँ जानुभन्दा पनि जसकै कुराहरू तपाईँलाई कानमा ल्यायो, कसैले तपाईँको बारेमा, यो बारेमा, कसैको परिवारको विषयमा तपाईँको बिचमा ल्याउनु भयो, भन्नुभयो, अथवा मण्डलीमा यस्तो वचनको आवश्यकता छ भाइ तपाईँले लिएर आउनुहोस् भन्दै गर्दाखेरि तपाईँले चाहिँ अब घोष्ने र हिसाबले, एट्याक गर्ने हिसाबले तपाईँले प्रचार गर्नुभयो भने त्यो तपाईँले गरेको प्रचार गरेको र त्यसले ल्याएको प्रभावबाट आउने नतिजालाई के तपाईँ आफै जिम्मेवार बन्न सक्नुहुन्छ? जिम्मेवार बन्न सक्नुहुन्छ तपाईँ? त्यही भएर तपाईँको चाहिँ ठुलो भूमिका हुन्छ क्या, ठुलो भूमिका हुन्छ। परमेश्वरको वचनमा तपाईँले कसरी लाँदै हुनुहुन्छ? परमेश्वरको वचनलाई मिसयुज गर्ने काम नगर्नुहोस्, मिसयुज गर्ने काम नगर्नुहोस्।
अनि यहाँ भनिएको छ हितोपदेश 4:20-22, हे मेरो छोरो, मेरो कुरामा ध्यान दे, मेरो वचनहरू राम्ररी सुन, ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखी छोड, किनभने मेरो वचन पाउनेको निम्ति जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वस्थ हो। आमेन। परमेश्वरको वचन के हो त? यहाँ पनि भनिएको छ, उहाँको वचन जब हामीले पाउँछौँ तब त्यसले चाहिँ हामीमा जीवन दिने काम गर्छ। यदि तपाईँको वचनमा तपाईँले कसैलाई दोष्याउने कुराहरूबाट तपाईँले बोल्नु भएको छ भने त्यो व्यक्तिलाई आफै दोषी महसुस हुन्छ, दोषी गराउँछ, दोषी भावनाबाट ऊ प्रेरित बन्छ हैन। अनि यो कुराले गर्दाखेरि उसमा तपाईँले जीवन त ल्याउनु भएन नि त। जीवन परमेश्वरले के भन्छ, हृदयभित्र राखी छोड, किनभने मेरो वचन पाउनेको निम्ति जीवन हो। परमेश्वरको वचन त जीवन रहेछ नि त। अनि यहाँ तल हेर्नुहोस् त, परमेश्वर त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। परमेश्वरको वचनले चाहिँ स्वस्थ दिने काम गर्छ। परमेश्वरको वचनले चाहिँ तपाईँलाई निको बार्ने काम गर्छ भनेर यहाँ भनिराख्दाखेरि तपाईँले निको बनाउँदै हुनुहुन्छ कि त्यो लागेको घाउलाई झन् कोट्याउँदै हुनुहुन्छ हैन। त्यस्तो कुराहरू चाहिँ, यस्तो कुरामा तपाईँ संवेदनशील बन्नुहुन्न भने को बन्छ? विशेष गरी चाहिँ मैले यो कुराहरू त्यो प्रचारकहरू, अगुवा पास्टरहरूका राख्न चाहे कि को बन्छ। यदि तपाईँहरू नै यस्तो कुरामा चुक्नुहुन्छ, यस्तो कुरामा संवेदनशील बन्नुहुन्न भने परमेश्वरको वचन हो, परमेश्वरको वचनमा त यस्तो यस्तो कुरा लेखिएको छ भन्दै तपाईँले खोज्न थाल्नुभयो भने, अनि फेरि मैले भने त मण्डलीमा तपाईँलाई रुपैयाँ पैसाको अभाव अथवा के कुराहरू त्यस्तो कुराहरू भयो भने मण्डलीमा विश्वासीहरूलाई चाहिँ एउटा पैसा पाउने माध्यम सोच्नु, बनाउनु, अनि फेरि उनीहरूको यस्तो गम्भीरभन्दा गम्भीर विषयहरूमा एउटा संवेदनशील भएर पनि नगएर सिधै तपाईँले कुलपिटबाट नै त्यो व्यक्तिलाई एट्याक गरेर विश्वासीहरूलाई नै तपाईँले पापी देख्नु, विश्वासीले पश्चाताप गर्न आवश्यक छ भन्दै जानु भनेको चाहिँ के हो त? यो कति साह्रो कुरा हो। यो असल कुरा हो। यसकारण प्रचार गर्दाखेरि तपाईँलाई पनि त्यो वचन हो र सुन्नेलाई पनि त्यो वचनै हो र त्यो जीवित हो, त्यो चाहिँ शक्तिशाली हो। तपाईँले के सुनाउँदै हुनुहुन्छ, तपाईँले के भन्दै हुनुहुन्छ, त्यो कुराले अर्थ राख्छ, त्यो कुराले अर्थ राख्छ, ठुलो भूमिका खेल्छ। ठिक छ, तपाईँले मण्डलीमा त्यस्तै व्यक्तिहरू देख्नुभयो जो एकदमै साँच्चीकै परमेश्वरको वचनमा अथवा साँच्चीकै त्यो व्यक्तिहरूले पापै गरेर चुके भने तापनि त्यो व्यक्तिहरूप्रति तपाईँको नजरिया के त? नजरिया के त तिनीहरूप्रति? नजरिया के हो त तपाईँको? र म यहाँ उत्पत्ति 12:1 पढ्न चाहे। परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देशमा तँलाई देखाउँछु त्यहाँ जा। आमेन। यहाँनिर अब्राहमलाई चाहिँ परमेश्वरले चाहिँ कहाँ जा भन्नुभएको छ? कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर चाहिँ जुन देश म तँलाई देखाउँछु त्यहाँ जा भनेर परमेश्वरले यहाँ भन्नुभएको छ। यो कुरालाई मैले किन ल्याएँ भने कति कुराहरू चाहिँ जसरी परमेश्वरले अब्राहमलाई आज्ञा दिनुभयो, त चाहिँ त्यो ठाउँबाट निस्केर आइज, तेरो घरानाबाट तेरो कुटुम्बबाट निस्केर आइज भन्दै गर्दाखेरि त्यो आज्ञा हो नि त अब्राहमलाई। अनि अब्राहमले त त्यो गर्नुभयो उहाँले। त्यस्तै परमेश्वरले पनि कति व्यक्तिहरूलाई त्यो ठाउँबाट निस्केर आइज भनिराख्नु भएको होला, त्यो ठाउँमा नबस, उनीहरूसँग बोलिरहनु भएको थियो होला। महाशय परमेश्वर दर्शन अनि सपना, परमेश्वरको वचन अनि सिक्स सेन्सहरूबाट बोल्नुहुन्छ क्या।
अनि अर्को हुन्छ गट फिलिङ्स भन्नुहुन्छ नि, त्यो भित्र लाग्छ नि, भित्र आफैलाई थाहा हुन्छ नि मलाई चाहिँ गाह्रो भइरहेछ, मलाई चाहिँ म चाहिँ यहाँनिर बस्न सक्दिनँ भन्ने त्यो गट फिलिङ हुन्छ नि, त्यो भित्र कसले ल्याउनुहुन्छ? त्यो चाहिँ परमेश्वरले ल्याउनुहुन्छ। सिक्स सेन्सबाट पनि परमेश्वर बोलिरहनु भएको हुन्छ, त्यो आफूलाई लागिरहेको गड फिलिङबाट पनि परमेश्वर बोलिरहनु भएको छ। तेरो लागि यो ठाउँ उचित छैन, त जान सक्छस्, तर तेरो लागि यो सम्बन्धमा तँलाई एकदमै गाह्रो भइरहेको छ भने त जान सक्छस्। परमेश्वर व्यक्ति हुनुहुन्छ, परमेश्वर हामीभित्र बास गर्नुहुन्छ, हामीभित्र हिडुल गर्नुहुन्छ। उहाँलाई हाम्रो सबै कुरा थाहा छ क्या, सबै थाहा छ। तपाईँ कसरी सफर गर्नुभएको छ, तपाईँलाई कति सफिकेट भइरहेछ, तपाईँ कति धेरै ती कुराहरूबाट भएर बसिरहनु भएको छ, परमेश्वरलाई थाहा छ क्या। अनि तपाईँ भित्र परमेश्वरले के भनिरहनु, त्यो आवाज बनेर भनिरहनु भएको छ, तँलाई गाह्रो छ, तँलाई कसैले बुझेन, तर तँ भित्र तँलाई गाह्रो छ, तँ यो कुराबाट निस्कि भन्नुभयो भने त्यो व्यक्तिले निस्किने कि ननिस्किने, किन त्यो भित्र त बोलिरहनु भएको त्यो आवाज त प्रभु हुनु नि त, होइन? जसरी तपाईँ भन्नुहुन्छ नि के अरे वर्सिपहरू हामी गर्दाखेरि एउटा कुरा हामी एकदम ज्यादै प्रयोग गर्छौँ एउटा शब्दहरू, त्यो शब्द चाहिँ के थियो भने यस्तो क्या, प्रभु मैले गरिरहेको आराधना, तपाईँलाई दिइरहेको धन्यवादका भेटीहरू स्वर्गमा एउटा धूप बनेर गएको छ भने म विश्वास गर्छु भन्नुहुन्छ नि। त्यो कुराको अर्थ के हो तपाईँलाई थाहा छ? त्यो कुराको अर्थ यदि तपाईँलाई थाहा छ भने एउटा कुरा यो पनि थाहा गर्नुहोस् कि जसरी तपाईँले कसैको बारेमा के सोच्नुहुन्छ, के विचार राख्नुहुन्छ, त्यो पनि एउटा धूप बनेरै त्यहाँ स्वर्गमै पुगेको हुन्छ क्या। आराधना मात्र त्यहाँ पुग्ने होइन, तपाईँको विचार पनि त्यहाँ पुग्ने हो। कसैप्रति राख्नुभएको थिङ्किङ तपाईँले कसरी गरिरहनु भएको छ, त्यो व्यक्तिप्रतिको विचारहरू, तपाईँको आफ्नै विचार के छ, त्यो सबै कुराहरू पनि त्यहाँनिर पुग्छ क्या महाशयहरू भन्न चाहन्छु। अनि त्यही हो, त्यही भएर प्रभुले हरेक कुरो विचार थाहा गर्नुहुन्छ भनेको अर्थ चाहिँ त्यही हो कि तपाईँको आराधना मात्र त्यो सुगन्धित धूपको रूपमा माथि जाँदैन, तपाईँको हरेक कुराहरू, मनमा चल्ने विचारहरू, कसैप्रति राख्ने सोचहरू, कस्तो सोच, असल सोच, खराब सोच, सबै प्रभु जान्नुहुन्छ। अनि एक व्यक्तिभित्र परमेश्वरले चाहिँ बोल्नुहुन्छ, जसरी अब्राहमसँग बोल्नुभयो होइन, यहाँनिर उसलाई तेरो कुटुम्ब तेरो घरानाबाट निस्केर आइछ र जुन देश म तँलाई देखाउन चाहन्छु त त्यहाँ जा। त्यहाँ गएपछि पनि फेरि परमेश्वरले के गर्नुभयो, धेरै कुराहरूबाट अब्राहमलाई लानुभयो होइन, धेरै कुराहरूबाट अब्राहमलाई लानुभयो। परमेश्वर त्यसरी पनि बोल्नुहुन्छ, अब्राहमसँग मात्र बोल्नुहुन्न, तपाईँ कुनै ठाउँमा जानु, त्यो सम्बन्धबाट तपाईँलाई निस्केर कहीँ बस्दाखेरि तपाईँलाई शान्ति मिल्छ भने त्यहाँ पनि जानु, त्यो पनि एउटा शान्तिको प्रक्रिया हो, त्यो पनि एउटा छुटकाराको प्रक्रिया हो। तपाईँले के बुझ्नु भएको छ हो? यहाँ अब्राहमलाई चाहिँ धेरै जातिका धेरै जातिका पिता बनाउने चाहिँ प्रभुको ठुलो त्यो थियो नि त, के थियो त, ठुलो योजना थियो। अनि फेरि अब्राहम जुन ठाउँमा बस्दै थियो त्यहाँको मानिसहरूमा चाहिँ विभिन्न कुराहरू थियो जुन चाहिँ परमेश्वरलाई मनपर्ने कुराहरू थिएन, त्यहाँनिर उसको बसिरहेको सम्बन्धहरूमा विभिन्न कुराहरू थियो, जसले गर्दाखेरि अब्राहमसँग चाहिँ प्रभु व्यक्तिगत बोल्नुभयो र व्यक्तिगत रूपमा नै फेरि के भन्नुहोस् आज्ञा दिनुभयो हो। आज कतिजना व्यक्तिगत प्रभुसँग बोलिरहनु भएको हुन्छ, व्यक्तिगत परमेश्वरसँग त्यो आवाज बनेर उसलाई हौसला दिइरहनु भएको हुन्छ, उसलाई ती कुराहरूबाट लैजान आज्ञा दिइरहनु भएको हुनसक्छ। त्यो कुराहरूबाट गइराख्दाखेरि त्यो एउटा गड फिलिङ्समा होइन, त्यो थट्समा ऊ गइराख्दाखेरि त्यो कुराले ऊभित्र एउटा परमेश्वरले छुट्टै प्रकारले उसलाई त्यसरी लाग्ने कुराहरूबाट ढोकाहरू खोलिन्छ नि त। तपाईँहरूले यो बुझ्नुहुन्छ? जस्ट बिकज तपाईँको सम्बन्धमा, जस्ट बिकज तपाईँको परिवारमा कोही व्यक्ति छुटेर अलगिएर बसेको छ भन्दैमा त्यो व्यक्ति घमण्डी भयो, नम्र व्यक्ति भयो भन्न मिल्दैन नि। किनकि त्यो सफर, किनकि त्यो तितोपना, किनकि त्यो एकताको नाउँमा, प्रेमको नाउँमा फेरि आज प्रभुको वचनमा यो लेखेको छ, ल म तपाईँलाई म क्षमा दिन्छु, तपाईँले मलाई क्षमा दिनुहोस् भन्यो भने फेरि भोलि त मुखामुख हेर्ने, एकअर्कामा भेटघाट गर्ने, सँगै बसेर खाने त्यो व्यक्तिहरू सँगै हुन्छन् नि त। अनि फेरि
कसरी कसरी उसलाई चोट पुऱ्यायो, फेरि त्यही घटना त दौड्यो, वर्षिँदै वर्षौँ दौडिँदाखेरि त त्यो एउटा के भयो, साइकल जस्तो भएन, साइकल बनेर एउटा के भयो, एउटा लुप होल जस्तो भयो कि भएन। त्यो कुराहरूबाटखेरि त्यो प्रेममा जानु भन्दा पनि झन् त्यो कुराले चाहिँ त्यो एउटा व्यक्ति बाँधिन पुग्यो क्या त्यो कुराहरूबाट, त्यसले गर्दाखेरि चाहिँ उसलाई गाह्रो भयो। यस्ता कुराहरू हुन्छ, यस्ता अवस्थाहरू हुन्छ जहाँ चाहिँ मान्छेहरूले चाहिँ हुन्छ नि विभिन्न कुराहरू खोजिरहेको हुन्छ। त्यो त कुराहरूद्वारा चाहिँ मान्छेहरू जान खोजिरहेछ, शान्तिमा बस्न खोजिरहेछ, प्रेममा बस्न खोजिरहेछ भने त्यो व्यक्तिलाई तपाईँले वचनअनुसार हिँडेन भन्न मिल्छ। यो कुराहरू चाहिँ एउटा मण्डलीमा मात्र होइन, हरेक मण्डलीमा घटेको घटनाहरू हरेक मण्डलीमा यसरी नै प्रचार भइरहेको छ। विश्वासीहरूलाई चाहिँ तपाईँले के सोचिरहनु भएको छ? एउटा दशंश पैसा उठाउने माध्यम मात्रै सोचिरहनु भएको छ, जब तपाईँलाई चाहिँ सेवाकाईको नाममा विभिन्न नाउँमा चाहिँ त्यो एउटा त्यसरी गर्नको निम्ति। अनि जब उनीहरूको एकदमै संवेदनशील परिस्थितिहरू हुन्छ, परमेश्वरमा जब उनीहरूलाई फल्दो फुलाउँदो अनि एउटा खदिलो वचनको रूपमा उनीहरूलाई बढाउँदै जाने प्रोसेसहरूमा जाँदै गर्दाखेरि चाहिँ अनि उनीहरूबाट केही यस्तो कुराहरू हुन्छ, परिवारमा केही घटना घट्छ, केही कुराहरू मण्डलीमा आउँछ, त्यो विषयमा चाहिँ तपाईँ घोज्ने व्यक्ति बन्ने। परमेश्वरको वचनलाई जसरी पनि तपाईँले लान सक्नुहुन्छ क्या, जसरी पनि तपाईँले लान सक्नुहुन्छ। शैतानले पनि जानेको थियो परमेश्वरको वचन देखाएरै परीक्षा गर्नको निम्ति। तपाईँहरू पनि परमेश्वरकै वचन देखाएर कसैलाई गिल्टी फिल्डमा ल्याउनुहोस्, पापी भन्दै बस्नुहोस्, त्यो पनि तपाईँको हातको कुरा हो होइन बहिनी। तपाईँ यो कुराहरूबाट निस्किनु पर्छ। वचनमा सबै कुराहरूलाई समस्त रूपमा हेर्दाखेरि परमेश्वरले प्रेम मात्र गर्ने कुराहरू होइन, परमेश्वरले यसरी पनि गर्नुहुन्छ। यीशु ख्रीष्टले नै के गर्नुभएको छ, उहाँलाई जहाँ आदर भएन त्यहाँ त्यो ठाउँमा जानु नै भएन, जहाँ उहाँलाई आदर गरिएन त्यो ठाउँमा उहाँले ठुल्ठुलो मिराकल्सहरू गर्नै सक्नु भएन। बुझ्नुभयो? उहाँ पनि आफैले त्यहाँनिर हुन्छ नि कति कुराहरू गर्न सक्नुहुन्थ्यो, बस्न सक्नुहुन्थ्यो, तर उहाँले पनि त्यो कुराहरू गर्नुभएको छैन भने। अनि संसारकोले पनि सिकाउँछ कि जहाँ तिमीलाई आदर हुँदैन त्यहाँ तिमी त्यहाँ नजानु नबस्नु भन्ने कुराहरू चाहिँ संसारको ज्ञानले पनि सिकाइराखेको छ भने तपाईँहरू चाहिँ किन बाइबलको केही कुराहरूलाई समातेर प्रेमको नाउँमा, मिलापको नाउँमा, एकताको नाउँमा बाँध्ने कोसिस अनि बन्धनमा ल्याउने कोसिस अनि अझ क्या त्यो व्यक्तिलाई आत्मग्लानी गराउने हिसाबबाट वचनको प्रयोग गराउनु भएको छ। के आज तपाईँको वचनले कोही व्यक्तिलाई निको पारेको छ? कि त्यो आज त्यो वचन परमेश्वरले दिनुभएको वचन तपाईँले निको बनाउने कामप्रति तपाईँले प्रयोग गर्नुभएको छ कि घोज्नप्रति, कि एट्याक गर्नको निम्ति, अरूको चरित्रलाई औँलाउनको निम्ति? तपाईँहरू परमेश्वरको ठाउँमा कसरी उभिनु भयो, कसरी देख्नु भयो कि आफ्नो एउटा विश्वासीलाई चाहिँ यो पापी भइरहेको छ भनेर तपाईँले कसरी देख्न सक्नुभयो, कसरी देख्नु भयो? अनि मण्डलीलाई चाहिँ केही परमेश्वरको केही कुराहरूलाई समातेर म यसरी जान्छु भनेर तपाईँहरूको दुस्साहस किन बढिरहेको छ? त्यही भएर परमेश्वरले गहुँ र सामको दृष्टान्तमा यसरी भन्नुभएको छ नि त। हेर्दाखेरि देखिँदाखेरि उनीहरू दुइटै एउटै हुन्छ, त्यही भएर सँगै बढ्न देऊ। पछि जब भण्डारमा भरिनको लागि योग्य चाहिँ गहुँ बन्नेछ र फालिनको लागि चाहिँ सामा बनिनेछ भन्ने कुराहरू मैले जुन भन्नुभएको छ नि दृष्टान्तमा, त्यही हो। आज सबैदेखि प्रचारै गरिरहेको जस्तो देखिएको छ, सेवा नै चलाइरहेको जस्तो देखिएको छ होइन। तर तपाईँको न्याय त गर्नुहुन्छ नि त उहाँहरूले, परमेश्वरले गर्नुहुन्छ नि त तपाईँहरूको न्याय। तपाईँहरूले गर्नुभएको हरेक कुराको लेखा, चाहे मैले अहिले प्रचार गरिराख्दाखेरिको पनि मेरो लेखा पनि उहाँलाई थाहा छ। तपाईँले पनि पुलपिटमा बसेर तपाईँले गर्नुभएको प्रचारको लेखा पनि उहाँले लिनुभएको छ, त्यो कुरा पनि तपाईँले याद गर्नु होला। परमेश्वरको वचनलाई दुरुपयोग नगर्नुहोस् सेवाकाईको नाउँमा, सेवाकाईको नाउँमा दुरुपयोग नगर्नुहोस्। अनि यहाँ यस्तो पनि भनेको छ, भक्तिको भेषा लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यस्ता मानिसहरूबाट अलग बस। आमेन होइन, अलग बस भनेको छ। अब प्रेमको नाउँमा अब फेरि यस्ता मान्छेहरूसँग फेरि बस्ने हो त? कति ठाउँमा अलग बस भनेको मतलब के हो तपाईँले बुझ्नुहोस्।
आज हाम्रो बीचमा हामी सबैजना एकै ठाउँमा समेटेका छौँ। सबैजना प्रभुकै जस्तै भएर जिरहेका छौँ। म त बाइबल पनि पढ्छु, मलाई बाइबलको 100% ज्ञान पनि छ। म यसरी प्रार्थना गर्छु हो, त्यो त सबैमा छ, पास्टरदेखि लिएर हरेक विश्वासीमा त्यो कुराहरू छ। तर जब परमेश्वरको वचनमा चल्ने कुराहरू आउँछ, जब तपाईँको जीवनमा फलहरूलाई हेर्दाखेरि निहाल्दाखेरि तपाईँमा त्यो कुराहरूबाट देखिँदैन भने तपाईँ चाहिँ एउटा भक्तिको भेष मात्रै लिने व्यक्ति बन्दै हुनुहुन्छ। 100 गोठालो 100 विश्वासी तपाईँ बन्न सकिराख्नु भएको हुँदैन, किनकि तपाईँसँग अझ पनि यस्ता चरित्रहरू छ होइन, जुन चरित्रहरूले चाहिँ परमेश्वरको महिमा गर्दैन। यस्ता बोलीचालीहरूमा तपाईँ हुनुहुन्छ, यस्ता कुराहरूमा तपाईँ हुनुहुन्छ जहाँ चाहिँ वचनले एकदमै के भन्छ तपाईँलाई चाहिँ आह्वान गरिरहेको छ नि, ती कुराहरूबाट नहिँड, शारीरिक भएर नहिँड भन्ने कुराहरूबाट प्रोत्साहन गर्दाखेरि तपाईँ नहिँड्दाखेरि तपाईँलाई चाहिँ परमेश्वरले भन्नुहुन्छ मेरो वचन अनुसार त यस्तो थियो, मेरो वचनमा चाहिँ यो लेखेको छ। प्रभुले फेरि के भन्नुभएको छ, प्रभु प्रभु भन्नेहरू सबै मेरो स्वर्गको राज्यको हकदार हुने छैन। उहाँले के भन्नुहुन्छ, मैले तपाईँको नाउँमा भूतहरू धपाइन कि, मैले तपाईँको नाउँमा प्रचार गरिन कि, मैले तपाईँको नाउँमा यो गरिन कि। तर प्रभु के भन्नुहुन्छ, म तिमीहरूलाई चिन्दिनँ, म जान्दिनँ भन्नुहुन्छ। त्यो भनेको के हो त्यो तपाईँले बुझ्नु भएको छ? त्यो भनेको परमेश्वरको वचनलाई समातेर तपाईँ आफू केन्द्रित भएर तपाईँले आफैले चलाए अनुसार चलेको कारणले गर्दाखेरि प्रभुले तपाईँलाई चिन्दिन भन्नु। परमेश्वरको वचनलाई बङ्ग्याउने, परमेश्वरको वचनलाई दुरुपयोग गर्ने अधिकार, त्यो शक्ति, त्यो हुन्छ नि, त्यो के भन्छ, त्यो कुराहरू चाहिँ तपाईँले चाहिँ आफूमा ल्याएर अघि बढ्दै हुनुहुन्छ भने होसियार हुनुहोस् भन्न चाहन्छु। म को हुँ मैले अहिले गरेको कुरालाई सुन्दै गर्दा यो को हो र यसले यस्तो कुरा भनिरहेछ भनेर तपाईँ किन जान्नु? तपाईँको हृदयमा यदि परमेश्वरको वचनलाई स्वीकार्नु हुने, परमेश्वरको वचनलाई यो व्यक्तिद्वारा पनि मसँग बोल्दै हुनुहुन्छ भनेर लिनुभयो भने अवश्य तपाईँको जीवनमा काम हुनेछ। तर होइन अब को रहेछ यो, कसको होला यो कहाँबाट आएको, कुन चर्चको होला यो भन्दै जानुभयो भने त्यतापट्टि जाने र त्यताबाट गएर कति नै वचन थाहा भए जस्तै गरेर भनिले त भन्दै गएर तपाईँले लिनुहुन्छ भने त्यो तपाईँको कुरा हो। परमेश्वरको वचन जीवित छ भन्नुको मतलब बिउ हो नि त। त्यो बिउलाई तपाईँले कसरी छर्दै हुनुहुन्छ, कसरी रोप्दै हुनुहुन्छ, त्यसको जिम्मेवार तपाईँ बन्नुहुन्छ। वचनलाई ल्याउँदै, वचनलाई प्रचार गरे जस्तै। यसकारण आत्मामा हुनुहोस्, परमेश्वरको वचनमा लेखिएको आधारमा पनि प्रचार गरिहाल्न हतारी नहाल्नुहोस्। सबै कुराहरूलाई लिएर विचार गर्नुहोस्, हेक्कार राख्नुहोस्, अलिकति प्रभुको डर राख्नुहोस्। अन्तको समयहरूमा परमेश्वरले यस्तो प्रचारकहरूदेखि दिक्क हुनु भइसक्यो क्या। मलाई थाहा छ नि त कस्तो भइरहेछ, के भइरहेको छ। त्यही भएर परमेश्वरले अहिलेको समयमा साँचो आराधक खोज्दै हुनुहुन्छ। त्यही भएर परमेश्वरले अहिले मलाई त यहाँ यस्तो लाग्दैछ कि धेरै हुन्छ नि, तपाईँहरू भन्नुहुन्छ नि अझ कस्तो है, तपाईँहरूले त्यो युट्युबहरूमा हालेको वचनहरू नसुन्नुहोस् क्या। के उनीहरूले तपाईँलाई सहायता गर्न आउँछन्, तपाईँ बिरामी हुँदाखेरि तपाईँलाई हात राखेर प्रार्थना गर्दिन आउँछन्, नसुन्नुहोस् भन्नुहुन्छ। किन नसुन्ने त? जबकि तपाईँको वचन त खालि
मण्डली गयो भने खालि त्यस्तै रहेछ अनि बिचरा त्यो व्यक्तिलाई खोजिरहेको वचन तपाईँले दिनुभएको छैन भने त अनि अरू जसले चाहिँ प्रभुबाट केही कुरा राम्रो प्रचार गराएको छ उसबाट सुनेर ऊ आशिषित बनेको छ भने त त्यसमा तपाईँको कमजोरी त हो नि त। तपाईँले यसमा अभ्यास गर्नु भएन नि त होइन। एउटा डर क्या, एउटा डरमा विश्वासीहरू चाहिँ युट्युबे के भन्छ प्रचारकहरूले भड्कायो भन्ने हिसाबमा तपाईँहरू जानुभन्दा अगाडि पनि तपाईँले चाहिँ दिनु चाहनुभएको वचनले तपाईँले अभ्यास गर्नु र त्यसको लागि परिश्रम नगर्नु भएको कारणले यसरी विश्वासीहरू गइरहेका छन् भनेर पनि बुझ्नुहोस् भन्न चाहन्छु। किनकि प्रभुले चाहिँ उहाँको लागि बोल्ने, साँचोले बोल्ने र उहाँको लागि चल्ने व्यक्तिहरू खोज्दै हुनुहुन्छ, जुन चाहिँ मण्डलीमा अहिले भइरहेको छैन। यसकारण त्यो अन्तरमा पनि परमेश्वरले यी कुराहरूबाट लाँदै हुनुहुन्छ। परमेश्वरले माध्यमहरूबाट प्रयोग गर्दै हुनुहुन्छ। एउटा कुलपिटबाट मात्र होइन, तिमीहरूले एउटा होइन नेटवर्किङको थ्रोबाट अथवा यो नेटको जुन जन्जालहरूबाट चाहिँ परमेश्वरले आज मानिसहरूका पुग्न चाहनुभएको छ आफ्ना छोराछोरीको जीवनमा काम गर्नुको निम्ति। त्यही भएर यसरी हुनसक्छ परमेश्वरले यो समयहरूमा मलाई चलाइरहनु भएको छ। किनकि मण्डली भनेको चाहिँ एउटा हल भयो नि त, जहाँ तपाईँले जे सुनाउनु भयो त्यही कुरालाई सुन्नु चाहिँ हामीले कान थाप्नै पर्छ। तर अब नेट हो, तर यो नेटमा यसमा चाहिँ हामीले फेरि के गर्नु हुँदैन, यसमा केही एउटा रोकटोक पनि छैन। तपाईँले सुन्नमा लागि तपाईँले सुनेर हेर्न सक्नुभयो 1 घन्टाको 15 मिनटको आधी घन्टाको, मन लागेन भने तपाईँले यसलाई उस्तो गर्नु मिल्यो, कुनै जबरजस्ती पनि छैन होइन। तर सुन्नेहरूलाई आशिष हुनेछ, सुन्नुभयो भने आशिष हुनेछ। र फेरि म यो पनि भन्न चाहन्छु कि जसरी मैले यो वचनहरू ल्याउँदै गर्दाखेरि अरूहरूले पनि ल्याउँदै हुनुहुन्छ, तर हरेक वचन कसरी ल्याइएको छ तपाईँले जाँच्नुहोस्, त्यो पनि भन्न चाहन्छु है। त्यसरी पनि जाँचेर यदि तपाईँलाई मैले भनेको कुरालाई तपाईँलाई आशिष लाग्यो, आशिष हो, यो कुरा त साँच्चीकै चाहिएको छ, यो कुरामा चाहिँ साँच्चीकै अलिकति अवेरनेस चाहियो अथवा के कुराहरू भन्ने कुराहरूमा तपाईँलाई लाग्छ भने तपाईँले अरूलाई पनि सेयर गर्नुहोस् होइन। लाग्दैन भने जस्तो लाग्यो भने इट्स ओके, यो तपाईँको हातमा, तपाईँले सेयर गर्ने नगर्ने तपाईँको हातमा। म भाइरल हुनुको लागि पनि मैले यो गरिरहेको होइन। प्रभुले मलाई जसरी बोल यस विषयमा भन्नुभयो त्यही अनुसार बोलेँ। किनकि यो कुरामा म एउटा मात्रै नेपाली होइन क्या, धेरैजनाले बोल्नु भएको छ होला। तर यसरी भन्दै गर्दाखेरि यो विषयहरूमा यसरी हुन्छ नि, चर्चले पनि तपाईँलाई चोट पुर्याउँछ, चर्चले पनि तपाईँलाई दुःख दिइरहेको छ भन्ने केसहरूमा, अथवा शिक्षकहरू पनि झुटा हुन्छन्, शिक्षाहरू पनि कस्तो तपाईँहरूको बिचमा झुटो रूपमा आउँछ र त्यसलाई तपाईँले जान्नुहोस्, खोज्नुहोस् भन्ने कुराबाट पनि परमेश्वरले तपाईँसँग बोल्नु भएको हुनसक्छ। तपाईँ आफै अवेर बन्नुहोस् व्यक्तिगत रूपमा। एउटा पास्टरलाई एउटा व्यक्तिलाई मात्रै पछ्याएर तपाईँ प्रभुमा कहिल्यै प्रज्वलित बन्न सक्नुहुन्न, किनभने उहाँहरू पनि आफै सीमित हुनुहुन्छ। उहाँ आफैले पनि तपाईँलाई केही कुराहरू आफ्नो अनुभव अथवा केही कुराहरूको द्वारा मात्रै तपाईँलाई ल्याउन सक्नुहुन्छ क्या। तर तपाईँले त्योभन्दा पनि बढी चाहने इच्छा गर्नुहुन्छ भने तपाईँले अरू व्यक्तिहरूबाट सुन्नुपर्ने हुन्छ, खोज्नुपर्ने हुन्छ, भेट्न जानुपर्ने हुन्छ तपाईँ प्रज्वलित हुनको निम्ति। आफैलाई एउटा परमेश्वरमा एउटा मण्डलीले कसरी सिकाइरहेको छ त्यो शिक्षाहरूमा तपाईँ सुन्दै गर्दा तपाईँलाई एकदमै शान्ति लाग्छ भने परमेश्वर तपाईँसँग केही भन्दै हुन्छ, केही बोल्दै हुनुहुन्छ तपाईँसित भनेर बुझ्नुहोस्। र यो पनि हेरेर राख्नुहोस् कि मेरो लागि म बढ्न ठाउँको लागि चाहिँ मैले लिमिट कहिले पनि बनाउनु हुँदैन। म खालि चर्चकै शिक्षामा मात्रै हुनुपर्छ भनेर पनि नबस्नुहोस्। यसरी पनि जानुहोस् जसले गर्दाखेरि तपाईँको आत्मिकताहरू बढोस्। यसरी पनि तपाईँ अवेरनेस अथवा परमेश्वरको वचनले तपाईँलाई हुन्छ नि सिकाउन अथवा सिक्ने कुराहरू हुनसक्छ। यी कुराहरूबाट पनि भन्न चाहन्छु। हुन्छ, म यो वचन यहीँ राख्न चाहन्छु। र यी कुरा सबै कुराहरू सुरुदेखि अन्तसम्म तपाईँले हेरिराख्दाखेरि तपाईँले मनन गर्नुहोस्, विचार गर्नुहोस् यस विषयमा। परमेश्वरले अझ तपाईँलाई गहिरो रूपमा यस विषयमा बोल्नुहुनेछ। आशा गर्छु यो भिडियो, यो जुन कुराहरू जुन मैले ल्याएँ तपाईँलाई आशिष भएको छ। सालु।